सबैजनालाई नमस्कार। विशेष गरेर आज यस घडीमा हामी उपस्थित भएका छौँ र विशेष सेन्ट पब्लिक स्कुल दमक 1 महालक्ष्मी टोलमा सञ्चालित यस स्कुलले दमक नगरपालिकाको अगाडि रहेको नोबेल ट्रेनिङ सेन्टर र बारिस्टर ट्रेनिङ सेन्टरले आयोजना गरेको यस बारिस्टर ट्रेनिङ सेन्टरमा हाम्रो विद्यालयका भाइ बहिनीहरूलाई आउने मौका दिनुभएको प्रति हामी उहाँहरूलाई धन्यवाद दिन्छौँ। र अब म भाइ बहिनीहरूलाई अनि हाम्रो भाइलाई र सरलाई उहाँ जो प्रशिक्षक हुनुहुन्छ उहाँहरूले आफ्नो परिचय दिनुहुन्छ अनि त्यस पछाडि उहाँहरूलाई लागेको कुराहरू म सोध्छु, उहाँहरूले भन्नुहुनेछ। सुरुमा म हाम्रो विद्यार्थी भाइतर्फ जानेछु। यहाँ आजको यस सेसनमा म स्वागत गर्न चाहन्छु। धन्यवाद सर। तपाईँको छोटो परिचय दिनुहोस्। नमस्ते, मेरो शुभ नाम सन्देश लिम्बू र म चाहिँ यस दमक 1 झापा लक्ष्मी टोल स्थित सेन्ट पब्लिक स्कुल कक्षा 10 मा अध्ययन गर्ने छात्र हो र म चाहिँ आज यहाँ आउनु पाउँदा एकदमै खुसी छु र म चाहिँ विशेष गरी हाम्रो सेन्ट पब्लिक स्कुलको प्रिन्सिपल कुमार तामाङ सरलाई म एकदम धेरै धन्यवाद दिन चाहन्छु हामीलाई यो मौका दिनुभएकोमा। र म चाहिँ यहाँ हामीलाई यसरी राम्रो यस्तो बारिस्टरको बारे शिक्षा दिनुहुने यहाँ नोबेल सेन्टरको बारिस्टर सेन्टरको ट्रेनिङको सबै हाम्रो सरहरूलाई म सर मिसहरूलाई सबैलाई धन्यवाद दिन चाहन्छु। र मलाई चाहिँ यहाँ आउँदा एकदमै धेरै खुसी भएको छ र म अब आगामी दिनहरूमा अझै केही नयाँ कुराहरू सिक्छु भन्ने आशा गर्दछु। धन्यवाद भाइलाई धेरै धेरै धन्यवाद। र अब म यो समय सरलाई आफ्नो परिचय दिएर अगाडि बढ्नको लागि म आग्रह गर्दछु। धन्यवाद, सरले मलाई मेरो शब्दहरू राख्न दिनुभयो। र सर्वप्रथम सबैमा मेरो चाहिँ नमस्ते। मेरो नाम चाहिँ आदर्श शङ्कर र म चाहिँ नोबेल बारिस्टा हाम्रो एकाडेमीको टिचर भनौँ न, बारिस्टा। र म चाहिँ के बोल्न चाहेँ भन्दा थोरै कुरा मेरो के कुरा राख्न चाहेँ भन्दाखेरि यस मैले चाहिँ यो नोबेल बारिस्टा जुन कफीको उयोमा काम गरेको चाहिँ लगभग 4-5 वर्ष भइसक्यो। र एउटा कस्तो छुट्टै खालके मैले के एक्सपिरियन्स गर्न पाएँ भन्दाखेरि त्यो एक्सपिरियन्सको मौका चाहिँ हामीलाई सेङ्कुबु रिपब्लिक स्कुलले दिनुभयो। र म चाहिँ त्यसमा चाहिँ एकदम उहाँ सरहरूलाई, उहाँको त्यो स्कुलको सबैजना टिचरहरूलाई चाहिँ मेरो हृदयदेखि नै एकदम धेरै नै धन्यवाद दिन चाहन्छु, किनकि मलाई नौलो एक्सपिरियन्स गर्ने मौका दिनुभयो। जस्तै कि अब तपाईँहरूलाई पनि एउटा यो छोटो हाम्रो 1 महिनाको समयको अवधिमा हामीलाई जीवनमा लाइफमा होइन केही एउटा स्किल सिक्ने मौका दिनुभयो र तपाईँहरूलाई मलाई एउटा स्किल सिकाउने मौका दिनुभयो। म त्यसको लागि चाहिँ सेङ्कबु रिपब्लिक स्कुललाई धेरै धेरै धन्यवाद दिँदै मेरो 2 शब्द यहाँ टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद। विशेष विद्यालयको तर्फबाट यहाँहरूले जुन आयोजना गर्नुभएको यो समय अनि हामीलाई दिनुभएको यो मौका, जसले गर्दाखेरि हाम्रो नानीहरूलाई किताबको नलेज भन्दाखेरि चाहिँ प्र्याक्टिकल बेस्ड नलेजमा अगाडि बढ्नमा सहायता पुर्याउनु भएको प्रति सम्पूर्ण इन्टायर टिमलाई मेरो विद्यालयको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट र सम्पूर्ण नानीहरूको तर्फबाट यहाँहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। जसले गर्दाखेरि हाम्रो नानीहरूले किताबको नलेज मात्र नभएर भविष्यमा हामीले केही गर्न सक्छौँ र नेपालमै पनि हामीले यही खेतीहरू गरेर यही व्यवसायलाई अगाडि बढाएर हामीले केही कुरा गर्न सक्छौँ भन्ने मनसाय अथवा त्यो अभिप्रायले तपाईँले जसरी सञ्चालन गरिदिनु भयो, एकै शब्दमा हाम्रो आग्रहलाई तपाईँले स्वीकारेर हामीलाई जसरी सहायता गर्नुभएको छ, आगामी दिनमा पनि तपाईँहरूले यसरी नै हामीलाई सहायता गर्नुहुन्छ भन्ने कुरा हामी आशा राख्दै सम्पूर्ण नोबेल बारिस्टर ट्रेनिङ सेन्टर र कम्प्युटर ट्रेनिङ सेन्टरप्रति हामी आभार व्यक्त गर्दै अहिलेको सेसनमा हामी यहीँ अन्त्य भएको घोषणा गर्न चाहन्छौँ। सबैजना नमस्ते।